हाम्रो आजको यात्रा भनेको दमकदेखि कन्यामसम्म थियो पाथिभरा माताको दर्शन गर्नलाई र मामाको छोरा भाउजू मम्मी अनि म हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। माई आइपुग्यो। माईको पुल हामी कटेर हामी जाँदै थियौँ। खुदुनाबारीको बाटो गएको योपालि हामी यो बाटो गएको थिएनौँ। साह्रै राम्रो बाटो रहेछ, हरियालीहरू, जङ्गलहरू, एकान्त बाटो। त्यो डाइभर्सन गर्नुभन्दा बरु यही बाटो जानु ठिक भनेर हामी यही बाटोमा गयौँ। साह्रै रमाइलो बाटो रहेछ क्या, हेर्दाखेरि टर्निङ पनि उस्तै सफा, उस्तै हरियाली, उस्तै। नानीले बिस्कुट कस्तो मजाले खाँदै थिइन् अनि भिडियो गर्न मन लाग्यो। अनि हामी अब भाइरल रोडको बाटोतिर लाग्यौँ। भाइरल रोड त अहिले रहेन रहेछ त्यो फुलहरू नफुलेर, तर यहाँको भ्यू मलाई साह्रै मनपर्छ क्या। यो बाटो हेर्दाखेरि साह्रै राम्रो लाग्छ, यो हरियाली। मैले भोइसबाटै गरेको पनि थिएँ कि, तर आफ्नो भोइस हाल्नुभन्दा बरु यसरी नै बनाउँछु भनेर यसरी नै बनाएँ। नानी फेरि कति सन्तोकी रहेछन्, न रुनु छ न कराउनु छ। अनि हामी लाग्यौँ डाँडापाखा। मान्छेहरू कन्याम चिसो खान आउँछन्, तर यहाँ आजको दिन चाहिँ साह्रै गर्मी थियो। झापाको भन्दा डबल गर्मी थियो क्या आज त कन्याममा। खलखली पसिना बगेर। अनि गाडी रोकेको बेला मैले चाहिँ यसो उत्रेर बाहिरको भ्यू खिचेँ। हाम्रो गाडी चाहिँ यहाँ पर छ, यहाँ हुनुहुन्छ सबैजना। दाइ पास इन्ट्री गर्न जानुभएको थियो, त्यही मौकामा गाडी भिडियो खिचिहालेको। अनि हामी लाग्यौँ फेरि आफ्नो गन्तव्यतिर। हरियाली देख्दा चाहिँ साह्रै मजा आउँछ क्या मलाई यतातिर नि। अनि सुरुमा हामी देवीको दर्शन गऱ्यौँ, गणेशजीको दर्शन गऱ्यौँ। अनि सबैजना पालैपिलो गएर माथि देवीको दर्शन गऱ्यौँ। नानुले डोगिन्। सबैजनाले दर्शन गर्दै मम्मीको पालो आयो। क्यामेराम्यान हामी 4 जना मात्रै थियौँ, अप्ठ्यारो भयो अनि नानीलाई मैले बोकेर पोखरी साइडबाट हामी माथि चढ्नलाई लाग्यौँ। गुरुले राधे टिका लगाइदिनु भयो। अनि यहाँबाट हाम्रो सिडी चढ्ने प्रक्रिया सुरु भयो। नानी फेरि बोक्छु भन्दाखेरि नमानेर आफै हिँड्छु भनेर बाबा मम्मीको हात पक्रेर हिँड्दै थिइन्। गाइने दाइलाई भेट भयो बाटोमा, अनि रमाइलो गऱ्यौँ एकछिन त्यहाँ। साह्रै मजाले मिठो गीत गाउनु हुँदो रहेछ उहाँले, रमाइलो गऱ्यौँ। त्यत्तिकैमा मम्मी नाच्न थाल्नुभयो, नानी पनि नाच्न थालिन्। नानी लड्छिन्। अनि अब भयो, माथि पनि जानु छ, पूजा गर्नु छ, भोक लागिसकेको थियो। अनि अब भयो भनेर हामी निस्क्यौँ। जाँदै थियौँ, नानी आफै हिँड्छु भन्छन्। सिडीहरू कति आफै चढिन्, आयामा भन्दै चढ्छिन्। फाइनल्ली हामी पाथिभरा आइपुग्यौँ। पसिना हेर्नु भयो नि मेरो मुखमा, कस्तो गर्मी छ भने नि भन्न पनि सक्दिनँ क्या म। घाम हेर्नु न, चर्को घाम। नानी यहाँ पनि हिँड्न थालिन् आफै सिडी चढेर। बुढी फुपू र मम्मीसँग हात पक्रेर हिँड्न थालिन् नानी। अनि फाइनल्ली हामी मन्दिर आइपुग्यौँ। सबभन्दा सुरुमा हामी फोटो खिचौँ भनेर यसो गुरुलाई हेरेको, गुरु भनेर डोगिन हात उस नानीले। गणेशजीको दर्शन गर्नलाई लाग्यौँ। सबभन्दा सुरुमा हाम्रा रिद्धिसिद्धिले सहिद हुनुभएका गणेश भगवान् हो। अनि दादाले भजन गाउँदै हुनुहुन्थ्यो, मैले भिडियो साउन्ड अफ गरिदिएको छु। अनि नवदुर्गा भगवान्को पूजा गर्दै हामी धुपबाती बाल्दै, नानीले फेरि धुपबाती कस्तो मजाले हेर्छिन् भने नि। अनि पाउमा ढोग्यौँ माताको। अनि नानीलाई पूजा गर्न आज भाकल रहेछ नि त नानी दादा भाउजूको, त्यही मौकामा हामी पनि आयौँ। हामी चाहिँ यतिजना गएको थियौँ। अनि मम्मीले मेवा चढाइदिनु भएको, बाँदरले साह्रै मिठो गरी खाँदै थियो। दादाले हाई गर्नुहुँदै थियो कि मलाई पनि दियो भन्दै हुनुहुन्थ्यो, थाहा पाइनँ। नानीलाई बाहिर फोटो खिच्यौँ, भाउजू दाजुको पनि फोटो हालिदिएको मैले भिडियोमा। अनि हामी लाग्यौँ फेरि हिँड्छु नै भनेर हिँडिन् नानी। एकछिन अब नाच्छिन्, अब नानीले नाच्छिन्। अनि बुढो फुपूले किनेको गिटार हातमा खेलाइ हिँड्दै थिइन्। चढ्दाखेरि चाहिँ अलिकति गाह्रो भएको थियो मम्मीलाई, जाँदाखेरि त त्यति गाह्रो भएन। नानी गिटार भिरेर हिँडिन्।
हिँड्छु भन्छन्, फेरि बोक्दाखेरि फेरि हिँड्छु भन्छन्। को ओह्रालो देख्दा हामीलाई डर लाग्छ, नानीलाई डर लाग्दैन रहेछ। अनि सबैजना हामी फाइनल्ली मुनि झऱ्यौँ। फोटो भनेर चाहिँ भाउजूले पोज दिँदै हुनुहुन्थ्यो। फाइनल्ली हामी मुनि झऱ्यौँ। त्यस पछाडि हामी कन्यामको बाटोतिर लाग्यौँ। कन्याममा गर्मी यस्तो, मान्छे आज शुक्रबार भएर पनि होला त्यति मान्छे हुनुहुन्न थियो। फोटो खिच्यौँ, सबैको फोटोहरू खिच्यौँ। अनि दादा र मेरो माया है त यो चाहिँ। अनि नानी फेरि बाटोमा हिँडेको फोटो खिच्यौँ, कन्याम डाँडामा फोटो खिच्यौँ। कन्याम डाँडामा पनि नानीले निकै मजाले रमाइन्। हरियाली हेर्नु कन्याम डाँडाको। मम्मी त नाच्न थाल्नुभयो त्यहीँ। अनि मैले नानीलाई बोकेर हामी अब निस्किने भनेर निस्क्यौँ। अनि निस्केर फर्क्यौँ। फर्किँदाखेरि पनि कम्ता गर्मी होइन बा झ्याल सबै खोलेर फर्किँदै थियौँ हामी। अनि फर्क्यौँ। Thank you so much for watching this video. Love me.